पनि जेन्जी हो रहेछ हैन लास्टमा चाहिँ के हो ओ माई गॉड मेरो त लर्ड बुद्धाको जस्तो भएछ हेयर स्टाइल त के छ जेन्जी भन्नु हाम्रो जेनेरेसन जेड हेरे भन्छ जी मलाई जेनेरेसन जेड चाहिँ कता हुँदो रहेछ नि त हरे जेड जेनेरेसन हो जेनेरेसन गेन्जी हेरे चङ्गङ खाला वाउ यो त नयाँ बिल्डिङहरु छ त कस्तो राम्रो यो मेरो है बिल्डिङ मेरो पिक्चर मेरो बिल्डिङ हो हेलो चङ्गखङ लाखङ हो त बुमाको फर्स्ट टाइम हेरे म त आइहालन्छु यो थिम्पूमा नानी जन्मिनेहरू चाहिँ यहाँ लाखङ सिर्के फिसिङ गर्न यहाँ आउनुपर्छ यहाँ मुनि चाहिँ पार्क छ नि पार्क के को पार्कको नाम त YTF यस यस जिन्दा नोज एभ्रिथिङ हाम्रो जिन्दा नि डाँट्नु भयो जुमा अब कल बास्यो आइतिरु तर बास्यो सन नि प्रीति पैसा दिन हानेको त फेरि लग्यो त माई मनी गाइदी तिरु त इभन 1 रुपियाँ पनि फ्याट दिदिन है मैले त बोक्नु पनि एकछिनमा नि आउनु प्रीति Let's go. Sang sungu hai. Aye, जिन्दा हिँड्दिखेर डाबे से चला बामी मो गाडी ड्राइभर के रे के भन्छ तिमी हिजो गाइड ड्राइभर कुल्ली भोलिदेखि मसँग हिँड्नु मान्दैन ल जिन्दा नि के मान्छौ दामी छ हो प्लेस चाहिँ प्लेस अच्छा है अच्छा लु हिँड्नु तर मैले चाहिँ खाएर आएको रिनोभेसन चल्दै रहेछ यहाँनिर जाउँ 잡화 나는 잡화를 주고 हामी देशिनपु गएको देशिनपु आफ्टर चाङगा लाखङ देशिनपु लाखङ नगएर निकै भयो तिमी लास्ट टाइम गयो होला तिमी त हैन म त नगएको थुप्रो भयो 5-6 months भएछ 5-6 and 3 months प्लस भएछ नगएर अब जाने हो ज्यादा हो हम यहाँको यो चाहिँ ट्रीहरू हेरे यस्तोहरू कति राम्रो देख्छ हेर्नु नि वाउ 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 पानीको तिर्खा लागेछ गाडी पार्किङ पाउनु साह्रो पर्ने रहेछ आज विकेन्ड्स भएर हुन्छ नि मान्छे पुरा बेसी रहेछ बेसी
नेपालीमा पनि मैले तिमीले गरिदिनु पनि के भन्ने स्विमिङ पुल गरेर हिँड्नुपर्ने मान्छेको तात गाडीको तात यस्तो गर्मी के उसको हेटे से रिपोर्ट त्यसरी होइन कि फोकस गर्नु